कान्तिपुर समाचारको सहयात्री अम्बे स्टिल्स, सैमसंग मोबाइल। नमस्कार, कान्तिपुर समाचारमा स्वागत छ। म अनिता शाह। प्रतिपक्षी दलहरूको लगातारको संसद अवरोधका बीच पनि रक्षा मन्त्री शरद सिंह भण्डारीको राजीनामा प्रकरण लम्बिँदै गएको छ। मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको राजनीतिक समितिको बैठकले राजीनामा प्रकरण सल्टाउन संयुक्त मधेसी मोर्चाको समेत राय लिने निर्णय गरेको थियो। गृह मन्त्रालयमा आज बसेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकले रक्षा मन्त्री भण्डारीको राजीनामा बारे फोरम लोकतान्त्रिकलाई नै निर्णय लिन सुझाव दिएको छ। गृह मन्त्रालयमा मोर्चाको गोप्य बैठक बसी निकास निकाल्ने भनिए पनि राजीनामा सम्बन्धी निर्णय बारे मोर्चाले स्पष्ट निर्णय नगरेपछि राजीनामा प्रकरण लम्बिँदै गएको हो। लोकतान्त्रिकको राजनीतिक समितिमा भण्डारीको राजीनामा बारे विवाद भएपछि लोकतान्त्रिकले मोर्चा र मुख्य सत्तारूढ़ घटक एकीकृत नेकपा माओवादीसँगको छलफलपछि मात्र निर्णय लिने बताएको थियो। प्रधानमन्त्री बाबुराम भट्टराईले भोलि बिहानसम्ममा दलहरूबीच महत्वपूर्ण राजनीतिक निर्णय हुन सक्ने बताउनु भएको छ। राष्ट्रपति डाक्टर रामवरण यादवसँग राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको भेटमा प्रधानमन्त्री भट्टराईले आफ्नो भोलिदेखि शुरू हुने भारत भ्रमण अगाडि नै शान्ति प्रक्रिया सम्बन्धी महत्वपूर्ण राजनीतिक निर्णय हुन सक्ने बताउनु भएको हो। शान्ति र संविधानका विषयमा प्रधानमन्त्रीले देखाएको लगनशीलताको सराहना गर्दै राष्ट्रपतिले थप सक्रिय हुन सुझाव दिनुभएको थियो। प्रधानमन्त्री भट्टराईले आफ्नो भारत भ्रमणको एजेण्डा बारे राष्ट्रपतिलाई जानकारी गराउनु भएको थियो। नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले शान्ति र संविधान निर्माण प्रक्रियालाई माओवादीले राजनीतिक रूपमा मात्रै उपयोग गरिरहेको आरोप लगाउनु भएको छ। शान्ति र संविधान अहिलेको प्राथमिकता भए पनि माओवादी त्यसप्रति गम्भीर नदेखिएको उहाँको भनाइ छ। राजधानीमा आयोजित कार्यक्रममा सभापति कोइरालाले माओवादीले वार्ता र भेटघाटमा आफूलाई लचिलो देखाउने गरे पनि व्यवहारमा भने एक कदम पनि अघि नबढेको टिप्पणी गर्नुभयो। राष्ट्रिय मुद्दामा माओवादी स्पष्ट भएर नआए मुलुक द्वन्द्वमा फस्ने सभापति कोइरालाको चेतावनी छ। उहाँले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई केही समय अघि कुराकानीमा केही प्रश्न पाए पनि पछिल्लो समयमा इमानदारी नदेखिएको बताउनुभयो। बोली अनुसार नै व्यवहारमा अग्रसर हुन कोइरालाले अध्यक्ष दाहाललाई सुझाव दिनुभयो। आदिवासी बारे नयाँ संविधानमा के व्यवस्था गर्नुपर्छ भन्ने विषयमा आयोजित कार्यक्रममा सभापति कोइरालाले आफ्नो हक हित बारे आवाज उठाउने यही नै उपयुक्त समय भएको समेत बताउनुभयो। कान्तिपुर समाचार अहिलेलाई सकियो। कान्तिपुर टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।